मनमा लिएर हिँडेको छु। ठाउँ पाउँदा दिन ठोक्छु, कानुनमा गएर निस्के भने पनि ठोक्छु म त ठोक्नेमै पर्छु। अहिले त टिकटकबाट मात्र ठोकेछु, रियल भेटु त तेरो गाँडमा कसरी ठोक्छु, खोइलो लगाएर ठोक्छु। यहाँ ठिक्क बारेको छु। लाइस तैँले 16 वर्षमा सिन्दुर पोइ बन्देउला पोइ आउ भन्ने यहाँ गरी यसको एउटा भिडियो सुनाउन मन लाग्थ्यो कि। राष्ट्रिय आमाका पछि म कहिले लागेँ कि त्यो राडीको नि भिडियो सुनाउँछु आज मैले। मा एक्लै बस्ने रमाइलो गरम यसो भनेर आको यार कसै आमा भन्दै गर्दा उ मैले लुकाएको हुन्छ एउटा भित्तो देख्यो भन्दैमा मैले गरेको हुन्छ मेरो घरमा हुन्छ। यो दिनदेखि त लागेको हैन फोन पनि मलाई गरेको भए पनि म आऊ बरु म कानुनमा यो मासाला फेरि मैले फोटो मिलाएर रमाले मलाई हामीलाई फोन हानेकी थिए तिनीहरू सावित्राकामा थिए, सलिना रमा यिनीहरू सावित्राकामा थिए। फोन हानी अनि मैले त दिदी दिपा त गइछे कता भने हैन अनि पछि हैन त्यो जाबी पारु कहाँ बसेर त्यहाँ अन्त गएकी भनेको लोकेसन देखाइरहेछ, लोकेसन नि हेरिरहेको थियो नि त प्रहरीले भनेछ रमा भने। अनि कलर मिलाउँदा दिपा लाइभ थिए अनि लाइभ पछि यो कलर र यो कलर मिल्छ रमा भनेकी त मासाला यो पनि कम्ता के 64 लाखे भन्थे नि दिपा देविकाले। यसले गएर त ल कोठा भाउजू तिमी त्यहाँ छेउ भने भाग मन्जुहरूले कुरा मिलाइदिन्छन् भनेर पठाइकी रे क्या। यो रमा कम त तिमीहरूलाई अस्ति चोखो बन्न आयो नि महारानीले भनेर मैले सबै गरेँ कि भने नि मासाली यसले हरेक कुरा मिनालाई खाल्टोमा हालेका रेकर्ड छन् मसँग। मैले परिआउँदा महारानी बोलाऊ मलाई म बोलिदिन्छु थाहा छ। मिना दिदीलाई खाल्टामा हाल्ने 1 नम्बर हो रमा। शक्तिशलाई अहिले गएर फेकाइदिएर मेसेज गर्दै गर्दा मिना दिदीको बयान झिक्न हिम्मत गर्न जा गएर केसै सकिन्छ जा त गएर हिम्मत गर। मिनाको त्यति बयान झिक आज मैले होइन फलानीले भन्न सुहाउँछ। तैँले मिनालाई कति खाल्टो खनेकी थिइस् मलाई थाहा छ। त्यसको एक हिसाब किताब गरेर त्यसको मिनाको त क्षतिपूर्ति तिर्न रेडी भइ त म चुप्प लाइछु। यो होइन कि तैँले सबैलाई गर्ने अनि दोष अरूलाई देखाउने नगर। महारानी सिस्टर तपाईँले जति दोष देखाएको लाइभ थियो नि त्यो मलाई थाहा छ मसँग रेकर्ड छन्। मिनाका पक्षमा विरुद्धमा कति गरी मैले फेरि म पनि गएको मिना थिएँ सावित्रा थिएँ म कसरी गएँ सावित्रालाई ठिकै छ अलिकति पैसा दिएर दिदी दाइले पनि मार्छु र काट्छु भन्छ सम्बन्ध हुन्न भने बच्चा उसैको नाममा राखेर हेर्ने रेखदेख गर्ने गरेर मिल्ने वातावरण छ भने मिलम नमिल्ने छ भने यो बाटो छुट्टिम भन्न म पनि पुगेको थिएँ बुझिस्। तैँले जसरी मलाई रिस उठ्छ कि यहाँभित्र एउटा गरेर मिनाको खेदो गरेर अनि पछि गएर महारानीलाई देखाइस् त्यो चरित्र ममा सही हुन्न रमाएर मसँग टोटल्ली छ। म तसँग एउटा एक दिन मैले पानी गन्जी लगाएर बोलेको थिएँ तर दिपा कनेक्सनमा छौ भन्ने थाहा भएर त्यो फोटो भिडियो मेरो कतै गएर आउट भयो भने तँबाट कसलाई गयो भनेर सोधुला भनेर म यति भेस्टमा बोलेको थिएँ। यहाँ रेकर्ड पनि छ बुझिस्। त्यही भएर हरेक कुरा अर्कालाई आफू चोखो बन्न अर्कालाई दोष देखाएर चोखो बन्न नम्क्यौ। जस्तो दिपा शर्मा पत्तुर्नी बेस्या भई हैन त्यो 15 वर्षबाट खेल खेली त्यसरी नै आफ्नो खेल चरित्र लुकाउनलाई मलाई कति गरी यो काम मलाई सही हुँदै हुन्न। झुट बोल्ने मान्छे मलाई मनै पर्दैन। त साथी सर्कलहरू पनि मेरोमा आउन सक्छस् आइजा नआउन सक्छस् नआइजा मैले छत्ताछुल्ल पारिदिन्छु। आइज नआइज आइस पवित्र मनले म पनि पवित्र मन दिन तयार छु। दायाँ बायाँ भयो भने ममा रहन्न। मैले यो आह्वानै गरेको छु यो मेरो अपिलै हो। नजोडिउ मसँग सधैँ सक्दैनौ। मैले थोरै समयको पर्खाइमा रम्ला अरूमा ऊ हुँदैन यति हो बुझ्यौ नि। तिमीहरू सतर्क भऊ। अझै पनि सुस्मितालाई धम्काउने थर्काउने फेरि अहिले यो नोटिफिकेसन पक्का पनि यो सन्जिना मलाई लागिरहेछ आमा त यस्तो हो देविका गलत भन्न पुगेको छ होला जस्तो लाग्छ किनकि यिनीहरूको भित्रभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ दिपा यिनीहरूसँग हैन। त्यही भएर सन्जिना तिमीले पनि पोइ खोजिदिने काम गरेकी छेउ त्यो पनि हेक्का राख।
तिम्रो उसलाई पोइ छ भन्ने कुरा 2-3टा पोइ छोराछोरी पोका पोका पोकेको छ छोराछोरी भन्ने कुरा थाहा हुँदा पोइ खोज्छौ बहादुर लरौ गर्छु मैले ड्याम पार्छु तिमी पनि गलत हो